हेलो एभ्रिवान म सु सन्दीप र आजको भिडियोमा हामी कुरा गर्नेछौँ साथीहरु क्वाड्रेटिक इक्वेसनको क्वाड्रेटिक इक्वेसन कसरी हुन्छ के हुन्छ कस्तो हुन्छ र हामीले चाहिँ कसरी क्वेशनहरुलाई एकदमै सजिलो तरिकाबाट गर्न सक्छौं र सबभन्दा ठूलो कुरा म तपाईलाई चाहिँ क्वेशन डाइरेक्ट भनेको 10 सेटबाट गराउने छु तपाईसँग जुनसुकै 10 सेट होस् 10 सेट लगभग सबै 10 सेट्सको सबै क्वेशन एउटै खालको हुन्छ र जति पनि हाम्रो एससी मा सोधिने प्याटर्न हुन्छ नि यो क्वाड्रेटिक इक्वेसनबाट यहाँ भनेको तपाईको 4 मार्क्स कि 5 मार्क्स सोधिन्छ हैन सो एससी मा हाम्रो जस्तो खालको सोधिन्छ नि त्यो प्याटर्नको तरिकाले हाम्रो कतिवटा क्वेशनहरु इम्पोर्टेन्ट छ एक्ज्याक्ट म त्यही तरिका आज यो भिडियोमा तपाईलाई क्वेशन गराउने छु सो तपाईहरुको लागि यो भिडियो अत्यन्तै महत्त्वपूर्ण हुन सक्छ यदि तपाईलाई क्वाड्रेटिक इक्वेसन भनेकै के हो थाहा नै छैन क्वाड्रेटिक इक्वेसन हामी कसरी सल्भ गर्ने सो बेसिकली सुरुमा म दुई तीनटा कुरा तपाईलाई बेसिक कुरा इन्फर्मेसन दिन्छु र त्यसपछि हामी डाइरेक्ट क्वेशन गर्छौं यो क्वेशन भनेको तपाईको आई थिंक 9 नम्बरमा सोधिन्छ हैन अब हामीले क्वेशन गर्नुभन्दा पहिले हामीले दुई तीनटा कुरा बेसिक कुरा सिक्नु पर्यो जुन चाहिँ हाम्रो क्वेशनहरु सल्भ गर्नलाई अत्यन्तै महत्त्वपूर्ण छ अब फर एक्जाम्पल तपाईले क्वाड्रेटिक इक्वेसन भनेकै के हो त्यो पहिला बुझ्नु पर्यो हामीले चाहिँ लिनियर इक्वेसन बुझेका छौं लिनियर इक्वेसन भनेको तपाईको कस्तो हुन्छ भन्दाखेरि x मानौ x + 1 = 2 हैन यो भनेको तपाईको चाहिँ लिनियर इक्वेसन हुन्छ लिनियर इक्वेसन तपाईको जहिले नि स्ट्रेट लाइन दिन्छ ग्राफमा प्लट गर्दाखेरि र क्वाड्रेटिक इक्वेसनलाई यदि तपाईले ग्राफमा प्लट गर्नुहुन्छ भने पाराबोला दिन्छ अब यहाँ चाहिँ हामी ग्राफहरुको कुरा नगर्ने हामीले चाहिँ के कुरा बुझ्नु पर्यो भन्दाखेरि सुरुमा डेफिनेसनको यदि तपाई कुरा गर्नुहुन्छ भने लिनियर इक्वेसनमा के हुन्छ भन्दाखेरि पावर चाहिँ तपाईको अलवेज 2 = 1 हुन्छ हैन तपाईको भेरिएबल को मैक्सिमम पावर कति हुन्छ त 1 हुन्छ जब यहाँ तपाई हेर्न सक्नुहुन्छ अहिले यो x को पावर कति छ त 1 छ नि त्यही भएर यसलाई हामी लिनियर इक्वेसन भन्छौं तर क्वाड्रेटिक इक्वेसन हामी कस्तो क्वाड्रेटिक इक्वेसन भनेको जस्तो यहाँ हेर्नुस् त x² + 5x + 6 = 0 यो भनेको चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसन हो किन हो भन्दाखेरि हाम्रो यो जुन भेरिएबल छ नि यसमा जुन हाम्रो भेरिएबल छ x भन्ने हैन यो भेरिएबल को पावर मैक्सिमम कति छ त यो भेरिएबल को हाम्रो जुन पावर छ नि हो त्यो मैक्सिमम कति छ भन्दाखेरि हेर्नुस् त यो स्क्वायर छ नि दैट मीन्स 2 हो कि हैन यहाँ नि चाहिँ 1 छ तर 1 लाई हामी हेर्नु पर्दैन हामीले मैक्सिमम पावरलाई हेर्नु पर्ने हुन्छ मैक्सिमम पावर कति छ त 2 छ दैट मीन्स यो कुन इक्वेसन भयो क्वाड्रेटिक इक्वेसन हो अब कसरी सल्भ गर्ने यसलाई हामीलाई लिनियर इक्वेसन सल्भ गर्न त धेरै नै इजी लाग्छ बट यसलाई चाहिँ हामी कसरी सल्भ गर्ने अब यो कुरा हामी क्लास 7 देखि नै सिक्दै आउँछौं हैन कसरी सल्भ गर्ने भन्दाखेरि यो बिचकोलाई हामी भन्छौं सम र यो लास्ट को जुन छ नि यसलाई हामी भन्छौं प्रोडक्ट सो अब हामीले यसरी दुईटा नम्बर सोच्नु पर्यो जसले गर्दाखेरि जोडेर हाम्रो एड भएर कति आउनु पर्यो 5 आउनु पर्यो र मल्टिप्लाई गरेर 6 आउनु पर्यो अब यो कुरा कसरी बुझ्ने हामीले एड गरेर नै 5 आउनु पर्यो हैन सो यहाँ हेर्नु पर्यो यहाँनेरि के छ प्लस छ भने हाम्रो दिमागले के बुझ्नु पर्यो भन्दाखेरि अब चाहिँ यस्तो दुईटा नम्बर मलाई सोच्नु पर्यो जसले गर्दाखेरि उनीहरुलाई मैले एड गरे भने बिचमा कति आउनु पर्यो 5 आउनु पर्यो र मल्टिप्लाई गरे भने 6 आउनु पर्यो यो कुरा किन हामीले कसरी बुझ्छौं त एड नै गर्नुपर्छ किनभने यहाँ प्लस छ नि त प्लस छ भने हामीले बुझ्नु पर्यो एड नै गर्नु पर्यो इफ प्लस छैन भने माइनस छ भने हामीले के बुझ्नु पर्यो यस्तो दुईटा नम्बर सोच्नु पर्यो जसले चाहिँ सबट्र्याक्ट गर्नु पर्यो सो यहाँ नि हाम्रो छ क्या हामीले चाहिँ के सोच्छौं भन्ने कुरा कसले भन्छ भन्दाखेरि यो साइनले भन्छ इफ प्लस छ भने हामीले चाहिँ त्यस्तो दुईटा नम्बर सोच्नु पर्यो जसलाई चाहिँ एड गर्नु पर्यो किनभने एड छ यदि नेगेटिभ छ भने नेगेटिभ गर्नु पर्यो सो अब यहाँ सोचौं त 5 छ र 6 छ त्यसो भए हेर्नुस् 3 र 2 हो हैन भन्नुस् त 3 + 2 5 हुन्छ र 3 2 जा के हुन्छ 6 हुन्छ सो सिम्पली हामी के गर्छौं 3 + 2 x + 6 = 0 x² + 3x + 2x + 6 = 0 x कमन लियौं भने यहाँ के हुन्छ x + 3 + 2 x + 3 = 0 x + 3 अनि यहाँ चाहिँ हाम्रो x + 2 = 0 हुन्छ र त्यसपछि हामीले आइदर x + 3 = के भयो त 0 भयो अथवा x + 2 = 0 र यहाँ भनेको हाम्रो तपाईको चाहिँ x = -2 हुन्छ अथवा x = -3 र यो नै हाम्रो फाइनल आन्सर बुझ्नु भयो नि
हो यसरी हामीले चाहिँ क्वाड्रेटिक इक्वेसनलाई सल्भ गर्छौँ, जुन कि धेरै नै इजी छ। अब हामीले चाहिँ के कुरा गर्नु पर्यो भन्दाखेरि तपाईँको यसरी हाम्रो सिम्पल, यो त सिम्पल क्वेसन भयो नि, हामीले चाहिँ यसरी गर्नु पर्दैन। एसीमा हाम्रो क्वेसन नै फरक हुन्छ। क्वेसन भन्नाले हाम्रो त्यहाँ भनेको तपाईँको ल्याङ्ग्वेजमा दिएको हुन्छ, त्यो ल्याङ्ग्वेज पढेर त्यसपछि हामीले त्यो के भन्छ त्यो क्वेसनबाट हामीले चाहिँ क्वाड्रेटिक इक्वेसन बनाउनु पर्छ अनि त्यसपछि हामीले सल्भ गर्नुपर्ने हुन्छ। सो त्यसको लागि अब म 2-3टा कुरा तपाईँहरूलाई भन्न गइरहेको छु। नम्बर 1 कुरा अब यहाँ हेर्नु है। नम्बर 1 कुरामा तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि हाम्रो डिजिट वाला क्वेसन एकदमै फेमस छ। अ नम्बर अफ 2 डिजिट्स, यो क्वेसन भनेको एकदमै फेमस छ। सो यसको लागि तपाईँले बुझ्नु पर्यो जतिखेर तपाईँको क्वेसनमा लेखेको हुन्छ नि अ नम्बर अफ 2 डिजिट, अ नम्बर अफ 2 डिजिट, अब चाहिँ तपाईँले 2 डिजिट नम्बर बनाउनु पर्यो। अब यो नम्बर कसरी बनाउँछ त हामीले दुईटा डिजिटलाई कसरी बनाउन सक्छौँ, हो कि हैन? सो यसको लागि हामीले के बुझ्नु पर्यो, एउटा चाहिँ एक्स र एउटा चाहिँ वाई। पहिला यो डिजिटहरू हो है, यो डिजिटहरू जस्तो फर इक्जाम्पल यहाँ 12 लेखेको छु मैले, यो 2 भनेको डिजिट हो र यो 1 भनेको डिजिट हो र यो पुरै जुन 12 छ नि यो 12 भनेको नम्बर हो। बुझ्नुभयो नि? नम्बरको सिंगल डिजिटहरूलाई हामी के भन्छौँ, डिजिट हो नि त। जस्तो फर इक्जाम्पल 15, द्याट मिन्स 1 भनेको डिजिट हो, 5 भनेको डिजिट हो त्यसरी नै हामीले चाहिँ एउटा 2 डिजिट लेट गरेको छौँ, एउटा एक्स हो एउटा वाई हो। अब यो डिजिटलाई हामीले चाहिँ एउटा चाहिँ के बनाउनु पर्यो भन्दाखेरि नम्बर बनाउनु पर्यो। त्यसो भए कसरी बनाउने त? हामीले दुई तरिकाले बनाउन सक्छौँ। एउटा त यो तरिकाले बनाउन सक्छौँ 10x + y, 10x + y। किन भन्दाखेरि यो x चाहिँ तपाईँको 10 प्लेसमा छ र y भनेको तपाईँको 1 प्लेसमा छ। जसरी यहाँ हेर्नु त यो 12 भनेको यो 1 कहाँ छ भन्दाखेरि 10 प्लेसमा छ र यो 2 कहाँ छ भन्दाखेरि 1 प्लेसमा छ। बुझ्नुभयो नि? त्यसरी नै हामीले चाहिँ x लाई 10 प्लेसमा राख्दाखेरि हामीले चाहिँ 10x गर्नु पर्यो र त्यसपछि प्लस र y 1 प्लेसमा भएको कारणले y गर्नु पर्यो। किनभने यसरी पनि यहाँ पनि त्यही गरेको छ, 1 मल्टिप्लाई बाइ यहाँ हेर्नुहोस् है 10 मल्टिप्लाई बाइ 1 प्लस अनि त्यसपछि 2, अब 2 मल्टिप्लाई 1 नलेख्दा पनि भइहाल्यो। 10 1 जा 10, 10 + 2 12। यो 1 कहाँ छ भन्दाखेरि 10 प्लेसमा छ, त्यही भएर यो 10 लाई मल्टिप्लाई हामी गर्नुपर्छ र 2 कहाँ छ 1 प्लेसमा, 2 मल्टिप्लाई बाइ 1 नलेख्दा पनि हुन्छ। हो त्यसरी नै मैले यो गरेको छु। अथवा अर्को तरिका के हुन सक्छ भन्दाखेरि 10y + x। सो यदि तपाईँसँग दुईटा डिजिटहरू छ भने तपाईँ चाहिँ दुई तरिकाले नम्बर बनाउन सक्नुहुन्छ। एउटा तरिका त यो भइहाल्यो 10x + y, एउटा तरिका के भइहाल्यो भन्दाखेरि 10y + x। सो हामीले प्रायः जसो के भन्छ भन्दाखेरि 10x + y हामी लेट गर्छौँ होइन। र यदि तपाईँलाई रिभर्स बनाउनु पर्यो भने जस्तो फर इक्जाम्पल तपाईँले यो नम्बर लेट गर्नु भएको छ भने अब त्यसपछि यसलाई तपाईँले फेरि रिभर्स गर्नुहुन्छ भने 10y + x गर्दा भइसक्यो। सो यो कुरा एउटा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ, किनभने डिजिटल क्वेसन धेरै नै हुन्छ, एक्जाममा चान्स हुन्छ होइन। र त्यसपछि हाम्रो क्वेसन इम्पोर्टेन्ट हुन्छ तपाईँको एजवाला क्वेसन, फादर एज, मदर एज होइन, स्टुडेन्ट एज जे पनि भनौँ होइन, एजवाला क्वेसन पनि हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ। र त्यसपछि हाम्रो मेन्सुरेसनको क्वेसन हुन्छ, जस्तो फर इक्जाम्पल रेक्टेङ्गलको रिलेटेड होइन, एरियाको रिलेटेड, पिरिमिटरको रिलेटेड। फर इक्जाम्पल तपाईँको क्वेसन यस्तो आउँछ भन्दाखेरि कुनै पनि रेक्टेङ्गलको लेन्थ चाहिँ हाम्रो ब्रेडको डबल छ र त्यसको एरिया फेरि दिएको छ, त्यसो भए हामी फाइन्ड द लेन्थ एन्ड द ब्रेथ, यो क्वेसन फेमस हुन्छ यस्तो बेला होइन। सो यो 3टा प्रायः जसोमा तपाईँको चाहिँ एउटा क्वेसन आउँछ नै आउँछ, या त तपाईँको रिलेटेड टु मेन्सुरेसन आउन सक्छ, या त रिलेटेड टु तपाईँको एज आउन सक्छ, नत्र भने 2 डिजिटवाला क्वेसन होइन। 2 डिजिटवाला क्वेसन पनि यो एससीमा भनेको हाम्रो 3बाट लगभग 90% चान्स हुन्छ। एससीमा चाहिँ यदि तपाईँले प्रिपरेसन मजाले गर्न सुरु गरिसक्नु भएको छ भन्दाखेरि यो 3टा क्वेसनलाई इग्नोर पक्कै नगर्नु है, धेरै नै इम्पोर्टेन्ट छ। अब यहाँ सुन्नु, यो एजवाला क्वेसनमा नि एजवाला क्वेसनमा केही समथिङ 2-3टा पोइन्ट यस्तो छ जुन कि तपाईँले बुझ्नुपर्ने हुन्छ। फर इक्जाम्पल एजवाला क्वेसनमा जहिले पनि यदि तपाईँले प्रेजेन्ट एज मान्नु भएको छ भने, सो यसरी बुझ्नु ल, मानौ एउटा मान्छेको फर इक्जाम्पल फादरको तपाईँले एज प्रेजेन्ट एज है, हमेसा यो कुरा बुझ्नु, प्रेजेन्टको यदि तपाईँले प्रेजेन्ट एज यदि फादरको तपाईँले चाहिँ एक्स मान्नु भएको छ भने र सनको प्रेजेन्ट एज होइन, सनको पनि प्रेजेन्ट एज तपाईँले चाहिँ वाई मान्नु भएको छ भने आफ्टर 5 इयर्स अथवा आफ्टर टी इयर्स एज कति हुन्छ त मलाई भन्नुहोस् त। यदि मानव प्रेजेन्ट कुनै पनि बुवाको होइन
कुनै पनि बुवा, कुनै पनि एउटा छोराको र त्यसको बुवा हैन। यदि एक्स छ भने त्यसको प्रेजेन्ट एज एक्स छ भने र छोराको यदि वाई प्रेजेन्ट एज छ भने त्यसो भए आफ्टर टी इयर्स कति हुन्छ त? त्यसो भए आफ्टर टी इयर्स भनेको तपाईँको फादरको चाहिँ कति हुन्छ त? एक्स प्लस टी हुन्छ, जहिले पनि यो कुरा बुझ्नु। र सनको चाहिँ हाम्रो कति हुन्छ? वाई प्लस टी हुन्छ। किनभने किनभने एज भनेको सबैको लागि बराबर हुन्छ। यदि 5 साल बित्यो भने यो मान्छे पनि 5 साल एड हुन्छ र यो मान्छे पनि 5 साल के हुन्छ? एड हुन्छ। फर इक्जाम्पल अहिले म 20 को छु भने 5 सालपछि म कति हुन्छ? 25 को हुन्छ नि। यो सबै यो पृथ्वीमा हरेक मान्छे बसेको हैन, पृथ्वीमा हरेक जति पनि मान्छेहरू छन् नि सबैजनाको 5 वर्ष के हुन्छ त? 5 वर्ष बित्छ नि त। त्यसको मतलब यो 5 वर्ष सबैको एजमा एड भयो नि त। सबैको के हुन्छ भन्दाखेरि एड हुन्छ। जस्तो आज म 20 को छु भने 25 को हुन्छु। फर इक्जाम्पल आज कुनै मान्छे 15 वर्षको छ भने 5 वर्षपछि कति हुन्छ त? पक्कै 20 को हुन्छ नि। हो, त्यसको मतलब समय त सबैको लागि बराबर बित्छ नि त। मेरो लागि 1 साल बित्यो भने अर्को मान्छेको लागि पनि 1 साल बित्छ नि। त्यही भएर आफ्टर टी इयर्स, आफ्टर टी यदि टी भनेको मानौँ 5 साल, 5 साल भएपछि फादर कति भइहाल्छ? एक्स प्लस 5 भइहाल्छ र छोरा कति भइहाल्छ? वाई प्लस 5 भइहाल्छ। समय किनभने सबैको लागि बराबर बित्छ क्या, समय सबैको लागि के हुन्छ? बराबर बित्छ नि। द्याट मिन्स त्यही भएको कारणले आफ्टर टी इयर्स दुवैजनामा के हुन्छ? दुवैजनामा के हुन्छ? एड हुन्छ। यो कुरा हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ है। यो होइन कि मात्रै फादरमा टी गर्ने प्लस टी गर्ने र फेरि हामीले चाहिँ सनमा गर्नु पर्दैन हैन। समय चाहिँ सबैको लागि बराबर हुन्छ। त्यही भएको कारणले यदि आफ्टर टी इयर्स तपाईँ यदि गर्दै हुनुहुन्छ भने फादरमा पनि एक्स प्लस टी हुन्छ, सनमा पनि वाई प्लस टी हुन्छ। अब चाहिँ क्वेसन म गराउँदैछु, तपाईँहरू आफै बुझिहाल्नुहुन्छ हैन। सो सिम्पली म एउटा तपाईँहरूलाई एकदमै राम्रो क्वेसन गर्न गइरहेको छु। मजाले ध्यान दिएर हेर्नु होला है। म चाहिँ अस्मिता टेन सेटबाट गराउने छु क्वेसनहरू। अब तपाईँसँग कुन टेन सेट छ मलाई त्यो थाहा भएन, तर यति ढुक्क भएर बस्नु, सबै टेन सेटको लगभग सबै क्वेसन्सहरू सेम नै हुन्छ। कन्सेप्ट चाहिँ सेम हो। त्यो अस्मिता अब निमा भन्ने मात्रै फरक हुन्छ, रिड मोर हुन्छ हैन, प्रायः जसो पिनाकल हुन्छ, तर कन्सेप्ट चाहिँ एउटै हो। म चाहिँ यहाँ तपाईँहरूकोबाट के भन्छ भन्दाखेरि अस्मिता टेन सेटबाट गराउन गइरहेको छु। सो अब म क्वेसन लिन चाहे। क्वेसन चाहिँ तपाईँको चाहिँ पेज नम्बर अस्मिताको 519 नमुना प्रश्न पत्र हैन, मोडल क्वेसन्सको। अब मैले चाहिँ यहाँबाट 9 नम्बर क्वेसन है, 9 नम्बर क्वेसन म लिन गइरहेको छु, जुन तपाईँले यहाँ स्क्रिनको तलपट्टि मजाले हेर्न सक्नुहुन्छ। अब यहाँ क्वेसन के छ भन्दाखेरि म डाइरेक्ट सल्युसन गर्न गइरहेको छु। क्वेसन चाहिँ म तपाईँहरूलाई यहाँ स्क्रिनमा हालिदिन्छु हैन, मजाले हेर्न सक्नुहुन्छ। सो 9 नम्बर क्वेसन के छ भन्दाखेरि द लेन्थ अफ अ रेक्टेंगुलर फिल्ड इज डबल अफ द ब्रेथ एन्ड इट्स एरिया इज 72 स्क्वायर मिटर। सो सबभन्दा पहिला सल्युसन लेख्नु र मजाले पहिला गिवन लेख्नु, केही पनि नसोचिकन। गिवन के दिएको छ भन्दाखेरि द लेन्थ अफ रेक्टेंगुलर फिल्ड इज डबल अफ इट्स ब्रेथ हैन। सो हामीले चाहिँ लेट गर्नु पर्यो हैन। द लेन्थ अफ रेक्टेंगुलर field is double of its breadth। अब यहाँ हेर्नु है, गिभनमा हाम्रो यो लाइन दिएको छ। यो लाइनबाट हामी के लेख्न सक्छौँ भन्दाखेरि जुन हाम्रो रेक्टेंगुलर फिल्डको लेन्थ छ नि त्यो भनेको एल हो। इज भनेको 6 भन्दाखेरि यो डबल दिनु हैन, सरी इज भनेको इक्वल टु दिनु। अब डबल भनेको 2 टाइम्स इट्स ब्रेथ भनेको बी भइहाल्यो तपाईलाई, हो कि हैन? बुझ्नुस् त। द लेन्थ अफ रेक्टेंगुलर फिल्ड इज डबल अफ इट्स ब्रेथ भन्नाले L is equal to 2B। And its area is 72 square meter। र हामीलाई चाहिँ के थाहा छ भन्दाखेरि यो नम्बर 1 कुरा भयो र नम्बर 2 कुरा हामीलाई के थाहा छ भन्दाखेरि एरिया कति छ भन्दाखेरि यसको 72 स्क्वायर मिटर। अब एरियाको फर्मुला हामीलाई थाहा छ के हुन्छ, L इन्टु B हुन्छ 72 हैन, र L भनेको तपाईको कति हो? 2B हो, मल्टिप्लाई बाइ B इक्वल टु 72 र 2B स्क्वायर इक्वल टु 72, B स्क्वायर इक्वल टु 36 र B भनेको तपाईको रुट अन्डर 36 आउँछ, प्लस माइनस एन्ड B इक्वल टु प्लस माइनस 6 हुन्छ। देयरफोर B इक्वल टु हामीले चाहिँ
6 मात्र लिनु पर्यो किनभने -6 चाहिँ इग्नोर गर्नुपर्छ हाम्रो लेन्थ ब्रेथ जहिले पनि पोजिटिभमा हुन्छ सो बी भनेको हाम्रो 6 मिटर आइसक्यो अब लेन्थ पनि फाइन्ड गर्नुपर्ने हुन्छ हामीलाई सो लेन्थ भनेको हाम्रो के हो l = 2b therefore l = 2 multiplied b भनेको हाम्रो कति छ 6 that means length = 6 to the 12 meter यो चाहिँ हाम्रो क्वेशन नम्बर तपाईको चाहिँ बी मा सोधिएको छ लेन्थ ब्रेथ अब ए नम्बरमा के सोधेको छ भन्दाखेरि नि यो 9 को बी मैले सल्युसन निकाल्दिए हैन ए नम्बरमा के सोधेको छ भन्दाखेरि राइट द स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन सो स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन भनेको यही हो हैन ax² + bx + c = 0 यो भनेको स्ट्यान्डर्ड फर्म हो तपाईले यो बुझ्नुपर्ने हुन्छ जसरी मैले सुरुमा गर्दाखेरि एउटा एक्जाम्पल दिएको थिएँ नि तपाईहरुलाई 2x² + 5x + 6 = 0 हो यही हो स्ट्यान्डर्ड फर्म अब यसले चाहिँ a भन्छ यसले चाहिँ b भन्छ र यसले चाहिँ c भन्छ सो यो कुरा तपाईहरुले बुझ्नुपर्ने हुन्छ सो ax² + bx + c = 0 सिम्पली तपाईहरुले बुझिहाल्नु जति पटक पनि सोधे पनि हामीले चाहिँ यही लेख्नु पर्ने हुन्छ स्ट्यान्डर्ड फर्म यदि सोधेको छ भने ax² + bx + c = 0 अब सी नम्बरमा क्वेशन छ हाम्रो के भन्दाखेरि हाउ मेनी प्लट्स अफ 6e multiplied by 3 square meter can be prepared in the rectangular field सो हाम्रो क्वेशन यहाँ के छ भन्दाखेरि नि तपाईको चाहिँ एरिया भनेको 72 स्क्वायर मिटर दिएको छ हाउ मेनी प्लट्स अफ 6 multiplied by 3 square meter can be prepared in the rectangular field अब सी नम्बरमा हेर्नुस् त सो सी नम्बरको सबभन्दा पहिला तपाईलाई हाउ मेनी क्वेशन के छ भन्दाखेरि हाउ मेनी प्लट्स अफ 6 multiplied by 3 स्क्वायर मिटर क्यान बी प्रिपेयर्ड इन द रेक्टेंगुलर फिल्ड हैन अब हाम्रो टोटल एरिया भनेको यहाँ सुन्छ है हाम्रो टोटल एरिया भनेको कति थियो त 72 हाम्रो टोटल एरिया भनेको कति छ 72 मिटर स्क्वायर हो कि हैन अब तपाईले चाहिँ क्वेशन दिएको छ 6 multiplied by 3 हैन 6 multiplied by 3 भन्नाले 6 3 जा 18 हैन 18 मिटर स्क्वायर को 18 मिटर स्क्वायर को जुन प्लट छ नि हाम्रो यसमा कतिवटा हुन्छ त कतिवटा प्रिपेयर गर्न सकिन्छ त सिम्पली के गर्दिनु डिवाइड गर्नु पर्यो सो पहिला चाहिँ एरिया निकाल्नु पर्यो द एरिया अफ 6 multiplied by 3 प्लट हैन कति हुन्छ भन्दाखेरि 18 मिटर स्क्वायर सो अब चाहिँ हामीले निकाल्नु पर्यो द नम्बर अफ प्लट द नम्बर अफ plot which can be prepared in the rectangular field in the given rectangular field in the given rectangular field is equal to 72 divided by 18 हैन र यसको तपाईको आन्सर चाहिँ कति आउँछ भन्दाखेरि 6 कान्छ 6 दुनी 12 36 18 र यसको तपाईको आन्सर चाहिँ भनेको 4 आउँछ सिम्पल के छैन साथीहरु यहाँ है क्वेशन हाम्रो के छ भन्दाखेरि 6 multiplied by 3 प्लट जुन छ नि 6 multiplied by 3 भन्नाले तपाईको लेन्थ 6 छ त्यो प्लटको र 3 भनेको त्यसको ब्रेथ छ सो यो यति जति प्लट छ नि त्यो प्लट हाम्रो चाहिँ 72 मिटर स्क्वायरमा कतिवटा हुन्छ त सिम्पली अब कतिवटा हुन्छ त यहाँनिर त्यसो भए यसको पहिला एरिया निकाल्दिनुस् अब यो एरिया यसमा कतिवटा होला त हैन यसको एरिया निकाल्नुस् अनि टोटल भनेको हाम्रो कति एरिया छ 72 सो 72 डिभाइड बाइ सिम्पली के गर्नु पर्यो 18 गर्नु पर्यो र हाम्रो आन्सर आउँछ सो यो चाहिँ तपाईको नमुना प्रश्न हैन त्यसको क्वेशन नम्बर 9 हो अब चाहिँ म अर्को प्रश्न लिन गइरहेको छु त्यो चाहिँ हाम्रो सेट 2 बाट हो त्यसको पेज नम्बर भनेको तपाईको 522 हैन सेट 1 को मैले अलरेडी गराइसके अब सेट 2 को म गराउन गइरहेको छु सेट 2 मा पनि तपाईहरुको मेन सिलेबसबाट नै क्वेशन छ हैन
त्यो पनि धेरै नै इजी हो, सेम क्वेसन हो तपाईको। सेट 2 बाट तपाईको क्वेसन के छ भन्दाखेरि 9 नम्बर नै हो यो पनि। सेट 2 मा तपाईको चाहिँ गिवन लेख्नु पर्यो हैन। द perimeter of a rectangular field (66 meter) र नम्बर 2 मा तपाईको के दिएको छ भन्दाखेरि एरिया तपाईको दिएको छ एरिया तपाईको चाहिँ दिएको रहेछ 260 मिटर स्क्वायर हैन। ए नम्बरमा तपाईको क्वेसन दिएको छ भन्दाखेरि इलस्ट्रेट द रुट्स अफ एक्स इन द क्वाड्रेटिक इक्वेसन है। अब यहाँ हाम्रो क्वेसन छ ax स्क्वायर प्लस bx प्लस c इक्वल टू 0 वेयर a डज नट इक्वल टू 0। अब यहाँ चाहिँ हाम्रो क्वेसन नम्बर ए मा तपाईको चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसनको हैन स्ट्यान्डर्ड फर्म दिएको छ र चाहिँ यसको यो स्ट्यान्डर्ड इक्वेसनको रुट्सहरु के हुन्छ त? रुट्स भन्नाले x को भ्यालु जुन हुन्छ नि x1 र x2 त्यसलाई नै रुट्सहरु भन्छ। त्यसको आन्सर के हुन्छ त? हामीलाई थाहा छ भन्दाखेरि x इक्वल टू प्लस माइनस b हैन। b स्क्वायर माइनस 4ac डिवाइड बाय 2 यो भनेको हाम्रो रुट्सहरु हो है। तपाईको रुट्स के हुन्छ भन्दाखेरि x इक्वल टू माइनस b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac डिवाइड बाय 2 है र यो भनेको नै हाम्रो रुट्स हो। अब चाहिँ बी नम्बरमा तपाईको क्वेसन के छ यो चाहिँ साथीहरु फर्मुला और रटिहाल्नु छ है। फाइन्ड द लेन्थ एन्ड ब्रेथ अफ द गिवन ग्राउन्ड। तपाईको चाहिँ लेन्थ र ब्रेथ निकाल्नु पर्छ। अब चाहिँ हामीले यहाँ हेर्नुस् है पेरिमिटर दिएको छ भन्दाखेरि 2l प्लस b। अब यसबाट यहाँ इक्वेसन निकाल्नु पर्यो 2l प्लस b इक्वल टू कति दिएको छ भन्दाखेरि 66 मिटर हैन। यो इक्वेसन 1 भइहाल्यो। अनि त्यसपछि यहाँबाट तपाईले इक्वेसन 1 यहाँ नमान्नु पहिला 2 ले डिवाइड गर्नु हैन। l प्लस b भनेको तपाईको कति आउँछ यहाँनेरि 33 र त्यसपछि तपाईको अझै के दिएको छ भन्दाखेरि l into b इक्वल टू यहाँ इक्वेसन 1 मान्नुस् र l into b भनेको 260 हैन। यसलाई इक्वेसन 2 मान्नुस्। अब यहाँबाट चाहिँ हामीले सल्भ गर्यौं भने यसलाई एक स्टेप अझै गर्नुपर्छ है। यहाँनेरि एक स्टेप अझै गर्नु पर्यो। यहाँनेरि l को भ्यालु हामीले निकाल्नु पर्ने हुन्छ। l इक्वल टू 33 माइनस b हैन। अब यो इक्वेसन 1 भयो र l into b भनेको l into b इक्वल टू हाम्रो 260 हैन। यो चाहिँ हाम्रो इक्वेसन 2 भयो। अब l को भ्यालु चाहिँ हामीले के गर्नु पर्यो पुट गर्नु पर्यो। पुट द भ्यालु अफ l इन इक्वेसन 2। सो l भनेको अब 33 माइनस b मल्टिप्लाई बाय b गर्नु पर्यो हैन र यहाँ 260 आउँछ। 33b माइनस b स्क्वायर इक्वल टू 260 र यहाँ भनेको अब चाहिँ तपाईहरुलाई यो माइनस b स्क्वायर छ नि त्यही भएर हामीले चाहिँ पहिला अब यसलाई पोजिटिभ गर्नु पर्यो हैन। दैट मिन्स यो 0 यो साइड राख्नु र सबैले उता लानु पर्यो। b स्क्वायर माइनस 33b प्लस 260
0 इक्वल टू अब यहाँ चाहिँ हामीले सल्भ गर्नुपर्ने हुन्छ। अब यहाँ सुन्नुहोस् है, यहाँ प्लस छ भने द्याट मिन्स हामीले के गर्नु पर्यो, यस्तो दुईवटा नम्बर सोच्नु पर्यो जसलाई चाहिँ एड गरेर 33 आउनु पर्यो र मल्टिप्लाई गरेर 260 आउनु पर्यो। अब त्यस्तो कुन नम्बर होला त? 260 छ र यहाँ 13 छ। आफै सोच्नुहोस्, 260 र 13 छ भने तपाईँले के सोच्नुपर्ने हुन्छ यहाँ भन्दाखेरि 13 प्लस 20। अब यहाँ सुन्नु है, हामीले 13 प्लस 20 हेर्नुहोस् त, 20 प्लस 30 भनेको 33 भइहाल्यो होइन। सो बी स्क्वायर माइनस 20 प्लस 30 बी प्लस 260 0 इक्वल टू बी स्क्वायर माइनस 20 बी माइनस 13 बी प्लस 260 र यहाँ भनेको तपाईँले कमन लिनुहुन्छ भने बी बी माइनस 20 माइनस 13 बी माइनस यहाँ भनेको 20 आउँछ, बी माइनस 20 र यहाँ बी माइनस 30। सो तपाईँको यहाँ एन्सर भनेको एउटा बी चाहिँ 20 आउँछ र एउटा बी चाहिँ 13 आउँछ है। बी 20 आउँछ र एउटा चाहिँ तपाईँको 13 आउने भयो। अब हामीले चाहिँ बी भनेको तपाईँको यदि 13 पुट गर्नुहुन्छ भने अब एगेनमा तपाईँले के गर्नु पर्यो, एगेनमा तपाईँले चाहिँ फेरि बी को भ्यालु पुट गर्नुपर्ने हुन्छ। एगेन पुट द भ्यालु अफ बी इन इक्वेसन 2 र यहाँ फाइनली हाम्रो के हुन्छ, एल इन्टु बी इक्वल टु 260 र एल इन्टु बी भनेको तिम्रो कति भन्दाखेरि 13 राख्नुहोस् होइन, र यहाँ भनेको तपाईँको चाहिँ आउँछ 20 आन्सर। कुनै एउटा लिनु पर्यो। सो हाम्रो एल भनेको 20 आयो र बी भनेको 13। अब यहाँ सुन्नुहोस् है, यहाँ बी यदि तपाईँ 20 राख्नुहुन्छ भने बी यदि 20 राख्नुहुन्छ भने यहाँ भनेको एल तपाईँको कति आउँछ भन्दाखेरि 13 आउँछ, जुन कि रङ हुन्छ। किनभने बी यदि तपाईँले 20 राख्नुभयो भने एल चाहिँ तपाईँको 13 हुन्छ, जुन कि चाहिँ तपाईँको बी भन्दा सानो भयो। के भयो भन्दाखेरि बी भन्दा सानो भयो, जुन कि हाम्रो बी भन्दा सानो हुनु भएन है। यदि तपाईँले बी 20 राख्नुहुन्छ भने एल त हाम्रो 13 आउँछ, बी भनेको जहिले पनि सानो हुन्छ, त्यही भएर हामीले बी चाहिँ 13 राख्नु पर्यो, जुन कि चाहिँ तपाईँको एल के आउनु भयो भन्दाखेरि 20 आउनु पर्यो। बुझ्नुभयो नि? सो हामीले दुवै क्वेसनमा मिलाएर हेर्नुपर्ने हुन्छ।